ऐन अहिले आउन लागेको छ, छलफलमा छ है। सरकारले सूचना पनि निकालेको थियो, महिला मन्त्रालयको वेबसाइटमा पनि एउटा ड्राफ्ट राखेकोमा बाल श्रम ऐन, अपाङ्गता भएका व्यक्तिका लागि पनि ऐन आउन लागेको छ, मानव विखन तथा वसारको साथ। यो चारैवटा ऐनमा महिला आयोगको तर्फबाट र अरू सङ्घीय सांसद पनि, त्यसमा राष्ट्रिय सभाको माननीयजी लगायत सबैजनाको उपस्थितिमा हामी गहन रूपमा यसमा छलफल गरेको छु र सबै जसको सवाल उसैको नेतृत्व भनेको छ नि त, त्यस कारणले त्यही समुदायको व्यक्तिहरू, अपाङ्गता भएका व्यक्ति लगायत त्यही समुदाय, एउटा म उदाहरण दिएको छु, त्यही समुदायको व्यक्तिहरूको उपस्थितिमा छलफल गरेर उहाँबाट आएको सुझावले यसरी गऱ्यो भने राम्रो हुन्छ भनेर जुन उहाँले दिनुभएको छ, त्यसमा अहिले उठेको सबै समस्या त्यसमा सम्बोधन गर्ने गरी हामीहरूले एउटा ड्राफ्ट तयार गरेको र सरकारलाई जान्छ। त्यसैमा सरकारले अब यसमा कति कार्यान्वयन गर्ने हो, कति एडजस्ट गर्ने हो, त्यो त अब सरकारको जिम्मेवारी छ है।